पुराना राजनीतिक दलका नेताहरूलाई अहिले चाहिन नपरो, नयाँलाई ठाउँ दिन पर्छ, पुरानाले अब छोड्नुपर्छ, नयाँ शक्तिहरू एक्जिट हुनुपर्छ भन्यो भने ज्वरो आउँछ। र यिनीहरूले अब दुईवटा कुरा मात्रै भन्छ। एउटा भन्छ यिनीहरूले यो विदेशबाट परिचालित हो भन्छ, अर्को भन्छ घन्टेका वाहन यहाँ वाहन भन्छ। सिधै कुरो सक्छ के, बहस गर्न चाहिँ सक्दैन। साँच्चीकै विदेशबाट परिचालित त हिजोका पुराना राजनीतिक दलमा को चाहिँ बाँकी छ? उदाहरण फर्स्ट, नेपालमा एमसीसी भन्ने चाहिँदैन। यो एमसीसी भनेको टोटल्ली विदेशबाट परिचालित हो। यो भ्याइचोद नेपालमा ल्याउन हुन्न यसलाई भनेर पुरा नेपाली जनताहरू रोडमा थिएकी थिएनन्। त्यो बेलामा यो आउनै पर्छ, एमसीसी यहाँ ल्याउनै पर्छ भन्दै बुरुक बुरुक चारा चाकु छालेर उफ्रिने संसद भवनका नेताहरू चाहिँ विदेशबाट परिचालित थिएकी थिएनन्। भ्याइचोद त्यो कुरा बिर्स्यो। अहिलेकालाई पो विदेशी परिचालित भन्छ यार। मन्त्री बन्ने बेलामा, स्वास्थ्य मन्त्री बन्दा गृह मन्त्री बन्ने बेलामा कैयौँ नेताहरू भ्याइचोद दिल्लीको एमबीसीमा गएर हान्जी हम आगे जी, आशीर्वाद ले जी, हम मन्त्री बना दीजिए जी भन्दै भ्याइचोद गएको बिर्स्यो। त्यो चाहिँ कहाँबाट परिचालित थियो रे भ्याइचोद? आफ्नो कुरा चाहिँ सबै बिर्सेर अब हिजो बालन्द रब्लेम छानेको विदेश, यो त विदेशबाट परिचालित थियो। तिमीहरू त भ्याइचोद विदेशबाट आँखै अगाडि परिचालित भएर हिजो एमसीसी भित्राउन समेत पछि नपर्ने हो। 4-5 जना नेता बाहेक सबैले भ्याइचोद टेबल ठोकेर चाहिन्छ यहाँ डोनाल्ड ट्रम्पको गु सुनिन्छ यहाँ आउनुपर्छ भनेर बुरुक बुरुक उम्लियो। तिमीहरू इन्डियामा गएर मधेस दलका नेताहरूले हमको दबाया जी, पहाडिया नेता लोग दबाया जी, बहुत उधर कुछ करना चाहिए भन्दै मधेसमा आन्दोलन चर्काएको बिर्स्यो। साँच्चै नेपाली हो, हाम्रो नेपाल देश हो, हामीलाई भ्याइचोद कोहीबाट परिचालित छैन, कुनै संस्था छैन भन्ने कोही थियो हिजो? कोही छैन। मलाई अहिले अब केही बोल्यो भने घन्टेको बान अरे, तैँले मलाई घन्टेको बान भन्नु र मैले तँलाई राडीको बान भन्नु एउटै हो। प्याड दिप